अहिले तपाईँ उमेरले अब छिट्टै 80 र 5 लाग्दै हुनुहुन्छ। 80 र 5 लाग्छ। अब यहाँ परिवार छोराछोरी सबै मिलेर आमाको 85 वर्षको ठुलो जन्मदिन मनाइदिने योजना हुँदैछ। अब तपाईँको जन्मदिनमा चाहिँ तपाईँलाई एकदमै तपाईँलाई मनपर्ने कुरा के हो र तपाईँले यो चाहिँ मलाई अपुग छ भन्ने कुरा के छ? तपाईँले के चाहनुहुन्छ जन्मदिनको उपहार? एउटा जन्मदिनको उपहार मलाई केही पनि चाहिँदैन, केही चाहिँदैन। सबै कुरो मलाई छोराबारीले पुर्याएका छन्। खाना लाउन सबै त मलाई सुखैले राखेको छ। यो कुराको चाहिँ मलाई अभाव छ भन्ने छैन। अब केही कुरा अभाव छ मलाई भन्नु परेको छैन। छोराबारीदेखि बुहारीदेखि म यसलाई माया भन्नु परेको छैन। छोरादेखि पनि यसलाई गायमान परेको छैन। मलाई राम्रै गरी राखेका छन्। ठिकै छ। अब 80 वर्ष बर्थडे पनि गरे। अब अहिले फेरि गर्ने भन्दैछन्। तिनीहरूको भाग्यले गर्दाखेरि आमा भन्न पाइरहेका छन्। अहिलेसम्म मान्छेको कति आमा भन्न नपाएर कस्ता भइरहेका छन्। तिनीहरूको भाग्यले गर्दाखेरि आमा मर्दा चाहिँ प्रेरित हुन्छन् र छोराछोरी बाबा मलाई प्रेरित हुँदैन त्यसो भन्थे कि आमाले दुःख र भुक्त गरेर हुर्काएको हुन्छ। आमा भनेको छोराछोरीको साथी पनि भन्छन् होइन। जन्मदिनको उपलक्ष्यमा तपाईँको छोरा छोरी छोरा बुहारी आफ्ना आफन्त इष्टमित्र नातानातिनीलाई के भन्न चाहनुहुन्छ? के शुभ आशीर्वाद दिन चाहनुहुन्छ? आशीर्वाद दिन्छु मेरो छोरा बुहारीलाई, छोरी ज्वाइँलाई, नाति नातिनीलाई। मलाई जस्तै लामो आयु दिउन्, परमेश्वरले दुःख कष्ट नपरुन्, खान पुगोस्, सुख शान्ति सधैँ रहिरहोस् भनेर आशीर्वाद। ल सबै परिवार छोराछोरीलाई धेरै आशीर्वाद दिन चाहनुहुन्छ? सबैलाई आशीर्वाद दिन्छु। मलाई जस्तै लामो आयु दिनु परमेश्वरले भन्छु। ल तपाईँलाई यो इन्टरभ्यूको अन्तिम क्रममा केही कुरा सुन्न चाहन्छु। तपाईँलाई मनपर्ने रङ के होला? रङ एकदम मनपर्ने रङ? मनपर्ने रङ त मलाई त्यस्तै रातै मात्रै मनपर्छ। रातो उज्यालो रङ मनपर्छ। मनपर्ने खानेकुरा? मनपर्ने खानेकुरा खोइ के पो भन्नु हो। एकदम यो चाहिँ मलाई सबैभन्दा धेरै मनपर्ने भनिन्छ नि खानेकुरा? धेरै मनपर्ने खानेकुरा मलाई खिर भन्नु पर्ला। अब खिर चाहिँ मनपर्छ। त्यो चाहिँ कहिले अमन हुँदैन। तपाईँलाई मनपर्ने लुगा? मनपर्ने लुगा यस्तै रातो मनपर्छ। गुन्यु चोली साडी चोलो यस्तै? यहाँको विदेशको लुगा मन परेन लाउनु? यहाँको लुगा त प्याट्दै मन परेन। तपाईँलाई मनपर्ने ठाउँ? यो ठाउँ चाहिँ साह्रै राम्रो लाग्यो भन्ने तपाईँलाई कुनै ठाउँको ठाउँ तपाईँलाई याद छ? खै डेनमार्कको अब अहिले अब राम्रै भयो बस्दै यही ठाउँमा अब राम्रो लाग्यो। यो ठाउँ प्यारो लाग्नु थाल्यो बस्दा। यो ठाउँ चाहिँ मलाई साँच्चै स्वर्ग जस्तै लाग्छ भन्ने ठाउँ चाहिँ अब त्यस्तो छ होला नि कुनै ठाउँ?